हरे कृष्ण। तपाईं कल्पना गर्नुहोस् एउटा प्राचीन जादु जसले हजारौं वर्षदेखि मानिसको जीवन बदलिरहेको छ। इस्कॉन या हरे कृष्ण आन्दोलन जसलाई तपाईले 1966 मा पश्चिमी मुलुकमा वा अमेरिकामा सुरु भएको ठान्नुहुन्छ, तर यसको जड त हाम्रो वैदिक परम्परामा पुग्छ जुन हजारौं वर्ष पुरानो छ। यो मौलिक परम्परा थियो, गुरुले शिष्यलाई सिकाउँथे, तर यो 5000 वर्ष अघि संस्कृतमा लेखियो। यो हो वेदहरूको जादुमय संसार जसले ब्रह्माण्डको रहस्य खोल्छ। अब यो रोचक कथा सुन्नुहोस्। श्रील व्यासदेव वैदिक ग्रन्थहरूका संकलक, उहाँले यो वैदिक ज्ञानलाई विभिन्न भागहरूमा विभाजन गर्नुभयो। 4 वेद, वेदान्त सूत्र र 108 उपनिषदहरू जसले गहिरो दर्शन सिकाउँछन्। महाभारत जसमा भगवत गीता जस्तो अमूल्य रत्न छ, यसले जीवनको युद्ध कसरी जित्ने भन्ने कला सिकाउँदछ। र 18 पुराणहरू जसमा भागवत पुराण वा श्रीमद् भागवतम, यसलाई सबैभन्दा मिठो पाकेको फल भनिएको छ। यो वैदिक ज्ञानको राजा हो। यसले भगवानका लीलाहरू, गुणहरू र प्रेमको रहस्य खोल्छ। सोच्नुहोस्, यो पढ्दा तपाईको हृदयमा कस्तो कम्पन हुन्छ होला। यो वैदिक ज्ञानले के गर्छ? भगवान प्रतिको चेतना र प्रेमलाई कर्मश जगाउँछ। यो एउटा यात्रा हो, जसरी बिउबाट रुख बन्छ। यो शताब्दी हौदेखि गुरु शिष्य परम्परा मार्फत सुरक्षित छ। आत्म साक्षात्कार भएका गुरुहरूले यसलाई जोगाइरहेका छन्। यो जादु इस्कॉन वा हरे कृष्ण आन्दोलन मार्फत अहिले विश्वभरमा नै चलिरहेको छ। सम्पूर्णमा निमन्त्रणा। नजिकैको इस्कॉन सेन्टरमा आएर हरे कृष्ण महामन्त्र जप्नुहोस् वा श्रीमद् भगवत गीता अध्ययन गर्नुहोस्। भक्ति योग सजिलो र मजाको छ। केही हदसम्म मैले पनि अनुभव गरेको छु। यसले तनाव घटाउँछ, प्रेम बढाउँछ र जीवनलाई अर्थपूर्ण बनाउँछ। तपाईं पनि यो यात्रा सुरु गर्न सक्नुहुन्छ। यदि हाम्रो भिडियो मन परेमा लाइक, शेयर गरी च्यानललाई सब्स्क्राइब गर्नुहोस्। साथै हाम्रो फेसबुक पेजलाई फलो गर्न नबिर्सिनुहोस्। धन्यवाद। हरे कृष्ण।